नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई सुनिल डेली अपडेट युट्युब च्यानलमा। आज म तपाईलाई लैजाँदै छु एउटा यस्तो ठाउँमा जहाँ पुगेपछि तपाईलाई लाग्छ साच्चै स्वर्ग यतै रहेछ। यो ठाउँ हो तनहुँ जिल्लामा अवस्थित हरियालीले ढाकिएको हिमालको छायामा बसेको शान्त र सुन्दर गाउँ मनुकोट। दमौली बजारबाट करिब 4-5 किलोमिटर माथि पुग्दा पहाडको टुप्पोमा फैलिएको त्यो सानो गाउँ शुद्ध हावाले मनलाई शान्त बनाउँछ अनि वरिपरि देखिने दृश्यले थकान तनाव सबै बिर्साइदिन्छ। यहाँको भ्यू टावरमा उभिएर हेर्दा एकै नजरमा देखिन्छ अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लो हिमालहरू, तल सेती र मादी नदीको संगम र बीचमा बसेको रमणीय दमौली बजार। बिहान सबैले जब सूर्योदय हुन्छ सुनौलो किरणले हिमालको टुप्पो छुँदै तल नदीसम्म उज्यालो पार्छ। त्यो क्षण साँच्चै जादुमय हुन्छ। क्यामेराले त्यो क्षण समात्न खोजे पनि मनले भन्छ यो दृश्य त आँखाले हेरेर मात्र महसुस गर्न सकिन्छ। मनुकोटको अर्को विशेषता यहाँको शान्ति र आत्मीयता हो। यहाँका मानिसहरू सादा जीवन बाँच्छन् तर हृदय ठूलो छ। जसरी हिमालहरू अग्ला छन् त्यसरी नै यहाँका मान्छेहरू पनि मनका अग्ला छन्। तपाईँ जहाँ पुग्नुहुन्छ त्यही न्यानो स्वागत, मुस्कान अनि बस्नुस् चिया खानुस् भन्ने बोलीले मन छुन्छ। यहाँका होमस्टेहरूमा बस्दा घर जस्तो अनुभूति हुन्छ। तातो दलिया, मकै, तरकारी, अचार सबै स्थानीय स्वादमा बनाइन्छ। साँझ पर्न साथ गाउँका युवाहरूले गीत गाउँछन्, कसैले मादल बजाउँछ, कसैले नाच्छ अनि त्यो रमाइलो वातावरणमा तपाईँ पनि आफै मिसिनुहुन्छ। राति ताराहरूले आकाश भरिन्छ, तल देखिन्छ उज्यालो दमौली बजार। त्यो क्षणमा लाग्छ समय यहीँ रोकियोस्। यदि तपाईँले सहरको भिड, धुलो र हल्लाबाट थाक्नु भएको छ भने मनुकोट तपाईँका लागि उत्तम उपचार हो। यहाँ न त ट्राफिकको आवाज छ न त हर्नको हल्ला, केवल चराहरूको मिठो आवाज, हावाको सुस्केरा र प्रकृतिको शान्त स्वर मात्र। दमौलीबाट यहाँ पुग्न लगभग आधा घण्टा लाग्छ। बाटो अलि उकालो छ तर वरिपरि हरियालीले भरिएको छ। बीचमा रोकिनुहोस्, फोटो खिच्नुहोस् अनि प्रकृतिको सौन्दर्यलाई महसुस गर्नुहोस्। थकाइ मेट्ने कफी यहाँको दृश्य नै हो। सबैभन्दा राम्रो मौसम भनेको असोजदेखि माघसम्म हो। यो समयमा आकाश एकदमै सफा हुन्छ, हिमालहरू चमत्कारिक रूपमा देखिन्छन्। तर बर्सातमा पनि हरियालीले गाउँलाई झनै जीवन्त बनाउँछ। मनुकोट केवल एक ठाउँ होइन, यो एउटा अनुभूति हो जहाँ पुगेर तपाईँ प्रकृतिसँग नजिक हुनुहुन्छ र आफ्नै आत्मासँग पनि जोडिनुहुन्छ। यहाँको बिहानको हावा र सूर्यको किरणले मानव नयाँ ऊर्जा बढ्छ, नयाँ प्रेरणा दिन्छ। त्यसैले साथीहरू, यदि तपाईँले अहिलेसम्म यो ठाउँको यात्रा गर्नुभएको छैन भने एकपटक अवश्य जानुहोस्। विश्वास गर्नुहोस्, त्यो क्षण तपाईँको जीवनकै सुन्दर सम्झनामा रहनेछ। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोस् र यस्तै रमाइला र प्रेरणादायी यात्राका भिडियोका लागि हाम्रो च्यानल सुनिल डेली अपडेट सब्स्क्राइब गर्नुहोस्। फेरि भेटौँ अर्को रमाइलो ठाउँमा अर्को कथा सँगै। धन्यवाद।